वेलकम ब्याक टु आवर भिडियो। आज यस भिडियोमा तपाईहरुलाई म पीसीएम प्यारासिटामोलको डोज कसरी निकाल्ने र कसरी चलाउने भन्ने कुराहरु तपाईहरुलाई शेयर गर्न गइरहेको छु। पीसीएम को डोज वेटको आधारमा छ 15 mg पर केजी पर डोज, जुन चाहिँ हामीले टेस्ट दिनुपर्छ। अब बच्चाहरुको केसमा इन्फेन्टको केसमा दुईटा खाली सिरप आउँछ, एउटा 125 mg पर 5 ml मा आउँछ र 250 mg पर 5 ml मा आउँछ। अब 125 mg पर 5 ml को सिरपलाई हामीले डाइरेक्टली त्यसको क्याल्कुलेट गर्दाखेरि हामीले पहिला फर्स्ट अफ अल बच्चाको वेट लिनु पर्यो। त्यो लिएपछि हामीले 0.6 ले मल्टिप्लाई गर्यो वेटमा, अनि त्यसपछि त्यसको डोज आउँछ। जस्तैमा कुनै बच्चाको डोज के भन्छ वेट 8 केजी छ, अब त्यसलाई ज्वरो लागेछ, इफ हामीहरु पीसीएम दिइराछौं भने पीसीएम अब वेट 8 केजी छ र 125 mg पर 5 ml मा हामी दिइराछौं भने त्यसको वेट इन्टु 0.6 ले गर्यो भने त्यसको एमएल मा डोज आउँछ हैन। अब जस्तैमा 8 केजी बच्चाको डोज हो, अब 8 इन्टु 0.6, अब 8 इन्टु 0.6 गरेपछि के हुन्छ 8 6 48 4.8 ml लगभग हामीले 5 ml दिन सक्छौं, खुवाउन सक्छौं। यसरी हामीहरुले क्याल्कुलेट गर्न सकिन्छ। अब यो बच्चाहरुको केसमा भयो, यदि एडल्टहरुको केसमा गर्दाखेरि हामीले अलि 4 वर्ष 5 वर्षको कुरा गर्दाखेरि तिनीहरुलाई पनि यो पीसीएम दिइराछौं भने हामीले त्यो 250 mg पर 5 ml मा दिइराछौं भने अब वेट अनुसार निकाल्नु पर्यो। त्यो वेट निकालेपछि अब हामी क्याल्कुलेट गर्न सक्छौं त्यसको लागि, र हामीले 15 mg पर केजी पर डोजको हिसाबले निकालेर दिन्छ। जस्तैमा अब यही बच्चाको म 250 mg पर 5 ml को सिरप दिइराछु भने कसरी निकाल्न सकिन्छ भन्ने कुरा म तपाईलाई सिकाउँछु। माथि लेख्नुस्, हामीले माथि चाहिँ हामीले 5 लेखे, अनि त्यसपछि डिभाइड 250 लेखे, इन्टु गर्ने, त्यसपछि 8 केजी छ भने 8 इन्टु, अनि के दिनुपर्ने छ भने 15 mg पर केजी को हिसाबले दिनुपर्ने छ हैन र, इन्टु 50 गर्ने। तपाईको 2.4 ml यानी कि 2.5 ml आउँछ, 2.5 ml आउँछ, 2.4 ml आयो नि। त्यसरी हामीले दिन सक्छौं। अथवा एउटा सर्ट तरिका भन्दाखेरि मैले अब 125 mg पर 5 ml को दिइराछु भने, जस्तै 8 केजी को बच्चाले मैले 4.8 ml आएको थियो नि भनेको थिए नि, अब लगभग 5 ml दिइराछु भने अब 250 mg पर 5 ml मा दिइराछु भने अब त्यसको डोजलाई निकालेर आधी गरिदिएपछि त्यसको डोज पनि आउँछ। हस्, मैले आशा गरे होला तपाईहरुले बुझ्नु भयो होला मेरो कुरा। हस्, धन्यवाद। फेरि भेटौँला अर्को भिडियोमा। हस्, धन्यवाद।